गुरुङ बाजेको चलाएको थिएँ कि हजुरको फोनमा त्यही त बसेर त्यो भुने मैले त्यही त चलाइरहेको थिएँ नि। हेलो गाइस हामी जान्न छौँ घाँस काट्न होइन उल्टो चिसो जाएको भन्नु रे। हेलो गाइस हाम्रो यता घाँस काट्न आहाम होइन भाउजूले घाँस काट्दै हुनुहुन्छ। यतातिर नाली छ। यो खेत यहाँ काटिराख्नु भएको घाँस खाने हो। ए यहाँ ठुलो मम्मीले फेरि यहाँ घाँस काट्दै हुन्छ एक्लै। बाख्राले खाउनको लागि एक्लै बाख्रालाई खुलाउनको लागि यहाँ घाँस काटिराख्नु भयो। रोजी रोजी देवी थानको महिलाहरूको मिटिङ चल हिजो ला झुक्केर पनि कसैले हेरेको होइन त बर्बाद हुन्छ। अझ गुमा आन्टीले हेरेको यो हटाइ नि त बोलेको। ल बनाऊ मैले कहाँ काट्ने मैले यति भिडियो बनाएको छु है। सबैलाई त क्याप गर्दाखेरि त्यसरी जोड्ने हो। सुरुको भिडियो कुन हो लास्टको भिडियो कुन थाहा हुन्छ नि जोड्नलाई। यो त सुकेको कि के हो र यो झैँझा के भन्ने हो। कहाँ काट्ने हो अब लगाएको नरहेछ क्या त्यहाँ। ए खुसी मुसी पढ्न गयो नि साझा किन कुदिसिस् त अनि यत्रो आँखा बालेर को सारेको कसको हो र त्यो हेलो गाइस हाम्रो त घाँस काट्न जाँदैछ भन्ने अरे हाम्रो पाती उम्रेछ त दुईटा उम्रिया त अब यहाँ यिनीहरू पाती त आफै चढ्छ त अनि कसको हो त बाख्रा चढिरहेको त्यही दुईटा कि ए अघि भर्खर त्यही होइन ल्याएको त हाम्रो अगाडि त्यही हामीले पराल कसलाई दिने हो त त्यही राख्ने हामीले अब। यी गाइस हाम्रो खेत हेर्नुहोस् हाम्रो खेत हो यो। घाँस काट्ने हो ऊ त काट्ने भनेको होइन ठुल्ठुलो हामीले खेतमा हालेको हो गाइस। मम्मीले घाँस काट्नु मम्मी यहाँ घाँस ऊ ठुल्ठुलो छ होला है तलतिर। डराटीले यहाँ घाँस काट्दै हुनुहुन्छ। कस्तो फिल भइरहेको छ कस्तो फिल हुन्छ राम्रो। ल यस्तो भिडियो बनाऊ जाऊ घाँस काट्दा तिम्रो बनाइन्छ जाऊ छिटो। मम्मीले तिनवटा ल्याउनु पर्छ तिमीलाई मलाई आफूलाई त नि मलाई चाहिँ तिमीले पनि यति काटेकै जाऊ छिटो। भुनेले घाँस काट्न लाहान अब त हेर पहिला मम्मीले कसरी काटिराख्नु भएको त्यसरी काट। यो कामै छैन यसको यसले केही काटिन्छ कुचो त काटिन्न यसले। हाम्रो खेती बाहिर गइराख्यो उति तलसम्म हाम्रो खेती भुन्नौ रे यो भोला खाएको बाबाले त होला नि यहाँ फालेको। यो प्लास्टिक बोकेर जानु पर्यो घरै एउटा प्लास्टिक छैन थाहा पार्ला जाऊ। उल्टो कि उल्टो पार गुरुङ बाजेले हेरे खान त्यहाँ हेरेको
हेर्न दिनु बुढोलाई हेरी झुकेर भिडियो गुनगुन बाजेर हेर्नुलाई फेरि तिमीले हेर्न दिनु त बुढो के होला यो मसान लगाएको रहेछ पुरै चल्नै नसक्ने बनाएको हेर त त्यो यो आफ्नो गुरु पनि चल्न नदिने बनाउनु को लगाइदिएछ फेरि यस्तो पनि हुन्छ हातले त सुरोलाई उठाइ उठाइ लाउनु यस्तो पनि हुन्छ त्यस्तो पूजा गर्ने ठाउँमा के हिजो नदेख्ने पनि मैले हेर्नु उता त्यो छायातिर काट्ने उता होला नि धेरै जाम हेर्नु उतातिर धेरै घाम भएर कि नभए यो मेलो छ अलिअलि काट्न अस्ति काटेको दुईटा लेख होइन र उतादेखि काटे काटे हामीलाई ओहो उम्री है कति धेरै सुर्ताले कहिले हो लैजाने यो के भयो भने ल यहाँ मेरो माथि झर्न थाल्यो गाइस हेर्नुस् यहाँ भाउजूले हानेको हाने गर्नुभयो यार मलाई कस्तो भयो छैन त भयो रे गाइस हाई गरिदिनुहोस् त यदु त भुनी यो पनि काट्ने अरे हाई गरिदिनुहोस् त एकचोटि भयो त्यो दुःख मलाई छिटो ल न यहाँ खुट्टा राख्ने ठाउँ नरहेछ कि हेर्नुहोस् गाइस फेरि अर्को काट्दै हुनुहोस् त फेरि अर्को काट्दै हुनुहुन्छ बकाइनु अनि त्यहाँ राम्रोसँग चढ्नु भयो लाइक शेयर सब्स्क्राइब गर्नु लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस् होला यस्तै भिडियो आउनको लागि यी खसालिदिनु भयो यो गाली गर्दैन मम्मी यस्तो हाँगा भात्दाखेरि यहाँ मजाले चढेर काट्दै हुनुहुन्छ मजाले कति बुन्नौरे खुर्पा मेरो माथि फालिदिनु होला है यी अर्को पनि काटिदिनु भयो हेलो गाइस मलाई गाह्रो भइरहेको छ अझलाई देखाउनलाई भए पनि मैले गरिरहेको छु भयो भयो म सक्दैन खुट्टा त बन्द गरेर झर्दाखेरि कपडा अहिले भिडियो मोबाइलमा जाँदाखेरि युट्युबमा ल बुढा यो मुनिको तलबाट काट्ने बुढो माथि कमल मात्रै खानाको कुमिना भर भोकै बेला खान्छ कि भनेर घाँस काटिराख्नु भयो मजाले आफ्नो पारामा रोजी रोजी खाउनु पर्छ बाख्राहरूलाई नत्र खान्न मम्मीले पनि
भिडियो हाल्नु त थाहा पाएको कि नै नै हाल्नु नि कुन सब्स्क्राइब गर्दै है भन्दा कुन भिडियो आफ्नो काका युट्युबको युट्युबमा कसरी कसरी थाहा सिनेमाको उता पर्ने साथीले पनि गरेको थियो हामीले युट्युबमा के नाम अरे र मलाई सब्स्क्राइब गर्दै भन्राख्नु हेलो गाइस म त यहाँ लोटे यहाँ ठुलमम्मीहरू पर गइसक्नु भयो हो यता भाउजू घाँस काट्दै उता पनि ठुलमम्मी घाँस काट्दै बाख्राको लागि कति धेरै धानको उम्रेको रहेछ है ए त भाइ बन्द गर अब लिनुहोस् भुनी आजले कति राम्रो बोल्न लाग्छ लिनुहोस् कति मिठो लाग्छ त्यस्तो बोल्दाखेरि बुझ्न रे टुन्न रे बुनेको टी सर्टको दाग गयो कि गएन गयो होइन त्यहाँ केराको कति सानो बिरुवा रहेछ है त्यहाँ केरा ए होइन बेसारको छेउछेउमा पनि के बेसार लगाएको होला ए अझ ऊ देखेछौ कि नै यस्तो कालको ए ले 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 गर्छ अन्नानको त्यो हाँसी त्यसलाई देखेँ तिमीले देखेर कस्तो यस्तो हुन्छ नि अस्ति देखाएको थिएँ तिमीले यो कार्टुन हेर्न सच्चेको भन्थ्यौ त्यो कपाल टक्लु परेको थियो नि दाँतमा सिधो दाँत ले 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 त्यो गर्छ नि कति भाइरल थियो एकचोटि ले 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 के गर्थ्यो लेले हैन तांगा 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 यस्तै गरेको थियो एउटा यहाँ खुर्पा ल जाम खै रे एउटा अझै खुर्पा छैन यहाँ मलाई त थाहै छैन के रे खुर्पाको त लिगा 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 जाने बाबा यहाँ आफू झिक्न लगाएको यिनले झिक्न नसकेर दुःख गरेको गरे हन् सफल हुन्छन् कि हुन्न हेरमै खाइस् के भन्न चाहनुहुन्छ हजुरले मैले हजुरले निकाल्न सक्नुहुन्छ कि नै सक्दैन होला मेहनत गर्नु हार मान्न हुँदैन अघि त्यहाँ आफू भएदेखि थियो त्यहाँ त तान त अब तान्ने होइन भात चिन्नेको तान अब खै त म तानिदिन्छु नतान्नु मैले त्यही आफको उसँग निकाल्छु यो खट्टो खट्टो मिठोवाला आँप हो कि खट्टो खट्टो हुनेवाला हो घर सार्ने भनेको यिनलाई मैले घर गएर आँप सार्न पर्छ क्या हो भने के भनेको थिएँ र यिनले आएर खन्न सुरु गरेन् अब तारा के साह्रो 19 किसकेको त्यो खै त म तानिदिउँ त्यो काटिदिन्छ के अरे मेहनत गरेछन् के हुन्छ हेर त मेरो छिल्लेको रहेछ नि अघि रुखमा हेर नि झन् हल्का छिल्लेको रहेछ फि गोरो देखाइजाऊ तिमी त छेमाले हेर्नु भएको छ भने हेर्नु है छेमा लाइक सेयर के भन्न चाहन्छौ तिम्रो अडियन्सहरूलाई अडियन्स हो कि अडियन्स भन्छ हो त्यो भुनीले जसको भिडियो हेर्छ नि त्यो सौरभ जोशी भन्ने के त्यो पहिला त्यो पब्लिक बसको त्यो यस्तै के हाम्रो लोकल बसमा बसेर बिचरा कस्तो भिडियो बनाउने के भर्खर मान्छेले कति हेपेका के अहिले कस्तो ठुलो बिल्डिङ बनाएको बिल्डिङ यिनले त्यस्तो त्यो केटाको भिडियो हेरेको गर्छन् कि होइन भुनी त देखाउँछ होइन पहिला त्यसलाई कति हेप्थेन न ए यस्तो भिडियो बनायो कसले तेरो भिडियो हेर्छ होइन कसले तेरो भिडियो लाइक गर्छ कसले हेर्छ भन्दा अहिले हेर्दा 39 कति मिलियन छ न त्यसको 45 कति मिलियन छ अनि कतिजनाले हेर्छन् त्यस्तो ठुलो घर बनाएको छ अनि त्यसको अझै दुईवटा कतिवटा छ न त्यसको ऊ के युट्युब च्यानल के
दुईवटा छ क्या एउटा दुईवटा हो कि तिनवटा कतिवटा छ क्या अनि त्यसको भाइहरूले पनि कति पैसा कमाउँछन् होइन माइ गॉड तर यो गोमाइन्टीले दिएको खुसीहरूको घर यस्तो राम्रो बिउ फलेको त्यो मेवा के हाम्रो पनि लाउनु पर्दो रहेछ खतरा राम्रो फलेको यार सानै रुखदेखि फलेको त राम्रै फलेको ठुलो भएर टुप्पोमा फल्नुभन्दा राम्रो त सानोदेखि फलेको राम्रो होइन नकाट्ने भनेको होइन रावा यो बोरा किन राखेको होला पानी हुन्छ भनेर यहाँदेखि ऊ त्योसँग हाम्रो खेत हो भएकै भने काको निकाल्नुहोस् कहाँको 10 कट्ठा हुने हामी चाहिँ त्यस्तै भएर माथि है उम्रिन्छ होला अहिले गएर लास्ट तलतिर खनेर गाड्दैन पर्ला कति राम्रो छ कति मिठो भयो त्यहाँ फेरि ऊ बेलौतीको मात्र रहेछ है टर्ने यो त छ यहाँ अस्ति नै खाने फालेको हो क्या नानीले मैले त्यही यो उम्रिन्छ र ठुलो ल अब ट्राई गर्ने कि उम्रे ठिकै छ नउम्रे पनि ठिकै छ यो उतादेखि काट्यो भने त कति राम्रो खान्छ होला है ठुलो बङ्गे झराले यो उता माथिको झराले त हुन्छ त ड्वाङ्गे लगाएर काटे ल भुन्ने ल ल ल म यस्तोमा जानिन बुने जर काट्ने भनेको होइन यिनी चढेको थिएन अब झर्न पर्यो गाइज यहाँ मम्मीले आँपको काट्न लाग्नु भयो कि भ्याउँदा न माथि जान तलतिर झर्ने बुन्न अरे टुन्न अरे मार्ला नै यहाँ उसले त मेरो मेहनत सफल भयो ल कङ्ग्रेचुलेसन धेरै धेरै बधाई छ हजुरलाई अर्को त्यही छ न खुर्पा लाउने हजुरले छोप्नु सिएको लहरहरू चाहिँ सिल्भान घरको क्या हो खोइ गएर अर्को खुर्पा एउटा रुमाल भए पनि ल्याउनु पर्दो रहेछ होइन गर्छ क्या के बोक्न हेर्नु बाबा यो भुनेले सबै यहाँको तोरी किची किची गरेर हिँड्ने हान् गाली गर्ने भए आफूहरूले पनि किच्ने अझ मेरो नाम नाम्ने मेरो मम्मी र भुने हो भुन्न टुन्न हिँडेको भिडियो बनाइ किची राख्नुस् हो म किचे छैन बाबु बोरा 4टा खुर्पालाई जान्छ मैले ओके भाउजूले सक्नुहुन्न क्या भाउजूले सक्नुहुन्न जस्तो लाग्यो के अरे सके पनि नसके दाउरा लुकाएको हो दाउकोमा गर्लाई त दाउरा त हल्कै छ कसरी लगाउने भने गाइस बुनेले यहाँ गएर राखन आँपको झिरा खानु म दाउरा हेरिरहेको
किन बाँध्ने नरहेछ नि सकिन्छ होला नि भुनीले घाँस मात्रै लगाइन्छ हामीले दाउरा गरमलाई भुनै सक्दैन होला यो यहाँ खोलाको नि यो कि यो ऊ त्यहाँ खोला तर तानेको फक्कै निस्क्यो दाउरा काट्दै लग्दै गर्छ भनेर लागिदिला अर्को हेरेर त्यत्रो पैसा तिरेको त अनि दाउरा काट्न दिएको र भन्छ फेरि ग्यास मेरो हातमा चोट लाग्यो यहाँ अरू काट्ने होइन र घाँस यो बाख्रालाई त्यो बोरामा त छैन त हेर्नुहोस् गाई भाउजूले यहाँ बोकिराख्नु भयो घाँस र दाउरो अनि फेरि उता ठुलमम्मीले पनि बोक्न थाल्नुभयो यता भाउजूले उता ठुलमम्मीले यता भाउजूले बोक्नु भयो पछाडि ठुलमम्मीले होइन तल देखिरहेको नजिक नआउनु हेर्नुहोस् गाइज यहाँ म पनि बोक्न थालेको यो बोराको सामानहरू यता आउनुभयो यता भाउजू हुनुहुन्छ यता ठुलमम्मी हुनुहुन्छ ल गाइज उता पुगिसक्नु भयो उता म फेरि यहाँ सामान बोकेर गुटुङ गुटुङ हिँडिराख्यो यता उता पुगिसक्नु भयो म भन्दा टाढा अब के गर्ने यी गाई हाम्रोको यहाँ आलु रोपेको हो यहाँ हाम्रोको सबै आलु रोपेको यहाँ फेरि पराल छ फेरि यहाँ फेरि हल्का यहाँ आलुमा हाल्नको लागि मोल उता ठुलमम्मी जाँदै हुनुहुन्छ अनि म एकदम लास्टमा भएको छु गाइज म सर्टकट लिएर यहाँ पुगेको छु ल गाइस म त लास्टमा भए पनि के गर्ने पहिला यो हाम्रो बसेको घर हो यहाँ फेरि ठुलमम्मीको घर हो यो अर्को ठुलमम्मी घर हाम्रो घर आउँदै छ गाइस उहाँ फेरि उहाँको अङ्कलले टौवा हाल्दै हुनुहुन्छ हाम्रो घर जाँदैछौँ गाइस यहाँ हिँड्नेको डर हुन्छ यहाँ साँपहरू हुन्छ उता भाउजू पछाडि फर्किएको हुनुहुन्छ गाइस म पनि दौडेर आएँ